हेलो नमस्ते तपाईहरु सबैजनालाई। आज म तपाईहरुलाई चाहिँ यसरी नै तपाईले अरु कोहीको फोटोमा आफ्नो फोटो लगाएर यसरी मिलाएर राख्न चाहनुहुन्छ भने तपाईलाई म आज यो कुरा भन्दिने छु। स्टेप बाइ स्टेप भन्दिने छु र यदि तपाई पनि यो कुरा सिक्न चाहनुहुन्छ भने आजको भिडियोलाई अन्तिमसम्म हेर्नु होला र यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला है, किनभने हामी तपाईहरुलाई यस्तै ज्ञानवर्धक भिडियोहरु ल्याइरहने छौं। र आज चाहिँ म तपाईहरुलाई हामीले ChatGPT-बाट OpenAI-को ChatGPT-बाट हामीले यो यसरी बनाउँदै छौं। तपाईले जेमिनाईबाट गर्न सक्नुहुन्छ, त्यसपछि ग्रकहरु हैन तपाईले गर्न सक्नुहुन्छ अरुबाट पनि। र अब यस्तै बनाउनको लागि चाहिँ तपाईले सबैभन्दा पहिले कसको फोटोमा चाहिँ लगेर राख्न खोज्नु भएको त्यो फोटो डाउनलोड गर्नु होला है। अनि त्यसपछि आफ्नो फोटो कुन चाहिँ फोटो चाहिँ राख्न चाहनुहुन्छ त्यहाँ त्यो फोटो डाउनलोड गरेर राख्नु होला, अथवा आफ्नो फोटो त ग्यालेरीमै होला है, दुईटा फोटो राख्नु पर्ने हुन्छ है। अनि त्यसपछि तपाईले गुगलमा जानुस् या त तपाईले ChatGPT एप्लिकेसन पनि ओपन गर्न सक्नुहुन्छ। अहिले म चाहिँ गुगलमा गएर के गर्छु भने ChatGPT सर्च गर्छु ल। अनि त्यसपछि ChatGPT ओपन गर्नुस्, तपाईले मोबाइलमा एप पनि ओपन गर्न सक्नुहुन्छ। अनि त्यसपछि ओपन गरिसके पछाडी तपाईले यहाँनिर प्लसमा जानु होला ल, प्लसमा जानु होला। र त्यसपछि प्लसमा गइसके पछाडी एक्स लोकेल क्रिएट इमेज जानु र त्यसपछि प्लसमा गएर अपलोड फोटोज एन्ड फाइलमा जानु ल। त्यसपछि यहाँ गइसके पछाडी तपाईको अब त्यो दुईटा फोटो अपलोड गर्दिनु होला ल, दुईटा फोटो अपलोड गर्दिनु होला। कुन फोटो चाहिँ जोडेर तपाईले बनाउन चाहनु भएको त्यो दुईटा फोटोलाई चाहिँ यहाँनिर अपलोड गर्दिनु होला। अनि त्यसपछि अब मेन पार्ट चाहिँ के छ भने प्रोम्प्ट चाहियो नि त हामीलाई। अब यो प्रोम्प्ट चाहिँ मैले यहाँ लेखेर राखेको छु अहिले। यो प्रोम्प्ट जस्तै यहाँनिर नोटप्याडमा छ। यो प्रोम्प्ट चाहिँ तपाईले मलाई मेसेज पनि गर्न सक्नुहुन्छ WhatsApp-मा। मेरो WhatsApp चाहिँ मैले तपाईलाई डिस्क्रिप्सन राखिदिने छु र अथवा मैले यो प्रोम्प्ट चाहिँ तल डिस्क्रिप्सनमा पनि राखिदिने छु है त। त्यसपछि यो प्रोम्प्टलाई कपी गर्नु होला र त्यसपछि यसलाई गएर यहाँ पेस्ट गरेर ओके सेन्ड गर्दिनु होला ल, सेन्ड प्रोम्प्ट गर्दिनु होला ल। ओके यति भइसकेपछि देख्न सक्नुहुन्छ यहाँ तपाईको क्रिएट इमेज भनिरहेको छ अहिले। अब हाम्रो इमेज चाहिँ यसले बनाइदिन थालिसक्यो। अब हामी रिजल्ट देख्न सक्छौं है त। अब एकछिन चाहिँ वेट गर्नुपर्ने हुन्छ ल। ओके देख्न सक्नुहुन्छ हाम्रो इमेज चाहिँ यसले यसरी जेनेरेट गरिदिसकेको छ र अब तपाईले यहाँबाट सिधै डाउनलोड गर्न सक्नुहुन्छ। त्यसरी गएर डाउनलोड गर्न सक्नुहुन्छ। यसरी तपाईले इजिली यस्तो फोटो बनाउन सक्नुहुन्छ है त। र भिडियो हेरिदिनु भएकोमा थ्यांक यू सो मच र च्यानललाई सब्स्क्राइब गर्नु। यदि भिडियो मन पर्यो भने यो भिडियो आफ्नो साथीहरुलाई शेयर गरिदिनु होला र यदि मन परेन भने के कस्तो इम्प्रुभमेन्ट चाहिएको छ भिडियोमा त्यो पनि गरिदिन सक्नुहुन्छ, कमेन्ट गरिदिन सक्नुहुन्छ। ओके थ्यांक यू है त।